everyone, welcome to my Resu Vlog YouTube channel again. This is me रेशमा अधिकारी र मैले भनेकै थिएँ हजुरहरुलाई कि म फर्स्ट डे मेरो 4th सेमेस्टरको फर्स्ट डे को ब्लगमा बनाउँछु भनेर। सो फाइनल्ली मैले फेरि पनि अर्को ब्लग बनाउने निर्णय गरिसके र मैले स्टार्ट पनि गरिसकेको छु। अनि नेपालमा त होली लागिरहेको छ हैन, नेपालमा होलीहरु लागिरहेको छ, तर यहाँ त्यस्तो होलीहरु केही पनि लाग्दैन। यहाँनेरको चाहिँ जस्ट दुईटा फेस्टिभल हुन्छ, एउटा सलनाल र एउटा छुसक, दुईटामा छुट्टी हुन्छ, बस सक्यो, हो गया, फेस्टिभल खत्म। नेपालमा त फेस्टिभल खत्म होने का नाम ही नहीं लेता है यार भने जस्तै हो हैन। आको आए महिना पछि 2-3 वटा ओहो सजिलो हो नेपालमा। सो म चाहिँ जान्छु, मेरो कलेज अब फाइनली स्टार्ट भयो नि त। अब मेरो दुःखको दिन सुरु भयो साथीहरु। बिहान उठ्नु पर्छ, पढ्नु पर्छ, ज्ञानी मान्छे हुनु पर्छ, पढ्नु पर्छ, ज्ञानी मान्छे हुनु पर्छ। My God! Wow! So let stage 1 हेर्नु होला मैले आज के गर्छु, कसो कसो गर्छु भनेर है त। सर्ट एन्ड स्वीट भ्लग बनाउँछु जस्ट फर पछिलाई मेरो 4th सेमेस्टरमा यस्तो थियो, म यसरी गएको थिएँ भनेर आफूलाई पनि हेर्न हुन्छ साथीहरु। त्यसैले Hi everyone, very good morning यार, very good morning because आज बजेको छ 9 पनि बजे हैन। and I am ready, guess where I am going। आजदेखि चाहिँ मेरो 4th सेमेस्टर स्टार्ट भएको छ। मैले 3rd सेमेस्टरमा चाहिँ बनाएन किनकि म खोइ कहाँ गए। 3rd सेमेस्टरमा मेरो के भयो भगवान थाहा छैन है। बट टुडे I am doing भिडियोज भनौँ के भनौँ हैन। अनि म चाहिँ जान्दैछु, आज फर्स्ट डे हो, त्यही भएर म अलिकति इनर्जेटिक भएर गएको छु। जबरजस्ती केही मन त थिएन, जानै पर्ने हुन्छ। सो यप, लेट्स गो। ढिला भएको बेलामा जहिले पनि यस्तै हुन्छ। ओ माई गॉड, हेर्नु साथीहरु, ठ्याक्कै कट्यो। अब के गर्नु, पर्खिनै पर्ने हुन्छ, पर्खेरै जाम है। अहिलेको मौसम अनुसार चाहिँ अनि यहाँ यस्तो भएको छ है, पुरासँगले छैन, नाङ्गै छ हो पातहरु त। योहरु पनि सुक्या। हरियो हरियो आयो, यस्तै हुन्छ साथीहरु। यहाँ त कुदाम कुद न यिनीहरु छिटो हिँड्छ न हामी छिटो हिँड्छौँ। सबजना कुदेकै म पनि ढिलो भइसकेँ, म पनि ढिलो भइसकेँ। तपाईहरुले मिस गरिरहनु भएको थियो होला यो बाटो। ल फाइनली मैले देखाएँ, जहिले यही बाटो आउनुपर्छ अब त। ओ वाउ, कस्तो लक्की साथीहरु, म फाइनली एकचोटि छिटो हरियो बत्तीमा खुलीको बेला आइपुगेँ। तर पनि म ढिलो भइसकेँ। दिदी चाहिँ मलाई पर्खिरहनु भएको छ। आज मेरोसँग दिदी पनि पढ्नु भएको गाइज है। ओहो, त्यस्तो पाइँदैन है त, झ्याली भयो यहाँ बिचबाट। झ्याली ओ नो, यो उकालो त फेरि चढ्ने दिन आयो साथीहरु। अब यहाँ यस्तो लाइन हुन्छ, आज छ कि छैन भगवान, आज चाहिँ नहोस्, किन नहुनु र। ओहो, धेरै छिटो रहेछ। ओहो, हाम्रो ताजा युनिभर्सिटीको खबर यस्तो छ साथीहरु। ओइ हान्दै ल ठिक छ। ओहो, मेरो त पुरा आँखा चिम्रो भइसक्यो। वाउ, कलेज जाने दिन आयो भनेर खुसी छु होला। इस छोइनँ म खुसी। अनि यति बेला चाहिँ म क्लासमा थिएँ। अब क्लासमा त मैले मजाले क्यामेरा देखाउन त मिल्दैन, तर प्रुफ हो है, यो चाहिँ म पढ्नै गएको भनेर प्रोफेसरले मलाई पढाइरहनु भएको छ। बट लुकी
few moments later. हाम्रो कलेजको फिल्ड है साथीहरू चाहिँ पुरासँगले खेल्नु हुँदैछ दाइहरू आजको वेदर क्या चिल पुरा सुनसान भयो कि सबैजना गइसक्यो अझै पानी खाँदै बसेर अब म पनि जान्छु कपालको हालत यस्तो भयो फुललाई दिन्छे सुबसो दाइ हाने गोल 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 साथीहरू ल ए कुद्यो दाइहरू कुद्यो नेपाली हो नि फेरि यहाँ भएको सबै नेपाली हो है साथीहरू नेपाली फोकसै हुँदो रहेछ जुम गर भने ल रमाइलो छ अर्को दाइ पनि बल लिएर आउँदैछ है हेलो दाइ ल साथीहरू गयो यस्तै हो एन्सर लेखिदिएको हुन्छ हाम्रो चाहिँ स्केड्युल र यहाँ चाहिँ यहाँ यस्तो कुन सब्जेक्ट कति बेला हो भनेर अन्त घर जाने छुट्टी भयो मैले पानी यहाँबाट भरेको यहाँबाट केटाको वासरुम हो उतापट्टिमा गइसकेँ घर जाने अब हाम्रो छिटो छुट्टी भयो ओ बल्ले तपाईँहरूलाई म अर्को ठाउँ पनि देखाउँछु यो 7th फ्लोर हो कि तपाईँहरूलाई एउटा यहाँ के देखाउँछु भने नि हामीलाई अल्छी लाग्दाखेरि अनि हाम्रो क्लास अलिक छिटो सकिएको बेलामा यहाँ सुत्ने ठाउँ पनि छ यो चाहिँ बस्ने ठाउँ खास यहाँ बस्ने स्टुडेन्टहरू बस्न मिल्छ खाजा खानु मिल्छ यहाँबाट सिन हेर्न पनि मिल्छ होइन साथीहरू गर्मी महिनामा चट्ट बाहिर बस्ने अनि यस्तो मस्तको भ्यू हेरेर बस्ने ओहो साथीहरू सबै घर गइसक्यो यहाँ तल म पनि जान्छु अब बस्दिनँ एक्लै वेदर चाहिँ यस्तो भए चट्टसँग लाएर हेर्नुहोस् त ओ माई गड घाम भनेरै आए पनि यस्तो हो वेदर को हाँसेर गयो साथी मलाई देखेर तर बाल छैन है मलाई बाल छैन हाँस तर मलाई डर लाग्यो यहाँबाट मोबाइल खस्यो भने त गयो लेट्स गो म जान्छु घर भोलि पर्सि म यहाँ सुत्दिन्छु त्यहाँ सुत्दिन्छु अनि त्यहाँनिर चाहिँ चार्ज गर्ने उयो पनि छ कि त्यहाँ चार्ज गर्ने ठाउँ पनि हुन्छ टक्क सकिएको बेलामा चार्ज गर्ने खाजा खाने साथीहरूलाई बोलाउने गफ गर्ने बस्ने एसी मस्त चलाइदिन्छ चिसोमा आनन्दसँगले है त्यति भन्न आएको म यहाँ तपाईँलाई देखाउन फेरि अरू बेला मलाई चार्जर चल्छ चल्दैन भ्लग बनाउन होइन यहाँ चाहिँ बल्छ लाइटहरू पनि बल्छ अँध्यारो भयो भने चाहिँ यहाँ चाहिँ एसी अन गर्ने पनि छ यस्तरी एसी अन गरिदिने ल अहिले नगरिदिनु मार्छ मार्न त मार्दैन तर पनि जाडो महिना छैन नि त है त कति राम्री म त कति राम्री कति हेऱ्यो कति राम्री के हो साथी सबैभन्दा लास्टको लट पऱ्यो कि क्या हो म त सुनसान छ त हौ आज कलेज के को मेसिन लिएर राख्यो हो यहाँ फेरि गुड्काइदिउँ क्या हो साथी हाँक्दिउँ क्या हो तपाईँहरूलाई कति देखाउने एउटै नजारा होइन यस्तो भएछ घाम बादल सरी ओ चिसो भयो ल साथीहरू यसरी नै मेरो दिन गयो अब म चाहिँ घर जान्छु डाइरेक्ट होइन रुममा गएर अनि खानासाना बनाउँछु खान्छु मेरो दिन त्यत्तिकै सकियो आजको साथीहरू ल राखिदिन्छु है साथीहरू म हेर्नु त कस्तो राम्री ओहो
ओहो ल ल कता गयो कता वाउ वाउ होइन त साथीहरू यो चाहिँ हाम्रो कलेजको बस है साथीहरू हाम्रो कलेजको बस हाम्रो कलेजले लिएर जाने लिएर आउने गर्दछ कलेजको बस दुईटा छ नानी गाडीहरू मलाई म चाहिँ अब खाना लागेको बुल्दक रामेन अनि यहाँ मैले भ्लगिङ हेरिरहेको छु म जसको नि भ्लग हेरेर आउँछु प्रायः अनि आफूलाई नि मनपर्छ तातो छ के खाएँ ल वास्तै मिठो मलाई यो चिजवाला बुल्डकमा यो चिज हुन्छ क्या यो पिङ्क कलरको चाहिँ आजकल यो मलाई किन मन पर्न थालेको थाहा छैन फेभरेट वान अफ दि फेभरेट भइसक्यो खान्छु ल